भएको थियो है। कहिलेकाहीँ कति कुराहरू हामी गर्न त गर्छौँ, तर त्यो गर्नलाई प्रभुले संस्कार राख्नु भएको होइन, संस्कार गर्नलाई उहाँले बनाउनु भएको होइन, तर त्यसलाई हामीले बुझ्नलाई प्रभुले हाम्रो निम्ति गर्नुभएको कुरा हो। गुड फ्राइडे पनि प्रभुले हाम्रो लागि एउटा गुड फ्राइडे भन्ने शब्द पनि, गुड भनेको असल हो, यो अङ्ग्रेजी भाषा होइन। गुड भन्ने बित्तिकै चाहिँ असल भनेर भनिन्छ, अनि असल शुक्रबार भनेर नेपालीमा भनिन्छ भने इङ्ग्लिसमा चाहिँ गुड फ्राइडे भनेर भनिन्छ। अनि आजकल त गुड फ्राइडे नेपालमा त कस्तो हुँदो रहेछ भने हरेक गुड फ्राइडे हुँदो रहेछ, अनि होटलमा गएर मजाले खाने, नाच्ने, अनि त्यसलाई आनन्द गराउने गर्दा रहेछन् होइन। गुड फ्राइडे त त्यस्तो पो हुँदो रहेछ। अनि आज गुड फ्राइडे भन्ने कुरालाई पनि अपभ्रष्ट बनाउँदै लगेर मानिसहरूले त्यस्तो गरेका छन्। साँच्चै नै कसरी हामी क्रिस्चियनहरूले मात्र यो कुरा बुझ्दछौँ, हामी क्रिस्चियनहरूको लागि मात्र यो कुरा आज दिइएको छ, ताकि आजको गुड फ्राइडे भनेर हामीले भन्न सक्छौँ। किन गुड फ्राइडे भनेको भन्ने कुरालाई चाहिँ हामीले अघि नै हाम्रो सञ्चालकज्यूले यशाया 53 पढेर सुरुवात गर्नुभयो। अनि हामीले पाउँछौँ येशू ख्रीष्ट नजन्मनु अगाडि नै 700 वर्ष अगाडि उहाँको बारेमा भविष्यवाणी गरेका कुराहरू हामीले पढ्यौँ, सुन्यौँ है। अनि यसको बारेमा त्यहाँ हामी पाउँदछौँ। त्यो समयको वर्तमान स्थिति, राजनैतिक स्थिति, अवस्थालाई इङ्कित गर्दै आउँदो दिनहरूमा अब यस्तो हुनेछ भनेर यशाया अगमवक्ताले भविष्यवाणी गर्दछन्। अझै त्यही यशायामा हामी पाउँछौँ एउटा चिन्ह माग, एउटा चिन्ह माग्यौ भने तिमीहरूको लागि उद्धार हुनेछ भन्ने कुराहरू गर्दाखेरि त्यति बेलाका राजाले हिजकिया राजाले म माग्दिनँ, परमप्रभुलाई म परीक्षा गर्दिनँ भन्दै थिए, तर पनि परमेश्वरले एउटा चिन्ह हुनेछ भनेर उहाँले दिनुभयो। त्यो चिन्ह चाहिँ के थियो? कन्या मरियम कोखबाट जन्मने एउटा स्त्रीको, कन्या स्त्रीको कोखबाट बालक जन्मनेको कुराको बारेमा थियो। अनि त्यो पनि हामी नयाँ नियममा आएर हामी हेर्दछौँ। आज मैले तपाईँको अगाडि बोल्नु पर्ने कुरा चाहिँ विशेष गरेर बलिदानको कुरा हो। बलिदान भन्ने बित्तिकै चाहिँ हामीले के बुझ्छौँ होला भन्ने कुरा हो। हामी धेरै बलि चढाएर आएका मानिसहरू हौँ है। हाम्रो संस्कारमा, हाम्रो धर्ममा हामीले धर्म कर्म गरेर आएका मानिसहरू हौँ। हामी कतिचोटि मन्दिर गयौँ, के मन्दिरहरू गयौँ, कहाँ गयौँ, अनि हामीले बोका लिएर गयौँ होला, परेवा लिएर गयौँ होला, विभिन्न किसिमका कुराहरू गरेर बलि चढायौँ हामीले होइन, रगत बगायौँ। अनि हामीले ती रगत बगाएका अनि अहिले पनि बगिरहेको छ है। मन्दिरमा जानियो भने कति हो पशुहरूको बलि कति धेरै चढाइरहेका छन्। अनि मान्छेले बलि गर्ने क्रम गर्दै जाँदा मान्छेकै पनि बलि गर्न थाले होइन। अनि यति नराम्रा घटनाहरू पनि संसारमा भइरहेका छन् बलिका नाममा। अनि डरलाग्दा बलिहरू पनि भएका छन्। वास्तवमा बलिदान के हो त भन्दाखेरि एउटा शब्दकोशबाट हेर्दै जाँदाखेरि एउटा कुरा के भन्दो रहेछ भने लोकहित वा राष्ट्रहितको निम्ति गरिने उत्सर्ग भनेर भनिँदो रहेछ। उत्सर्ग भनेको कुनै पनि विशिष्ट कार्यको निम्ति कुनै कुरा छाड्ने वा त्याग्ने काम भनेर भनिँदो रहेछ, अथवा त्याग, छुट्याउने वा अलग पार्ने काम भनेर भनिँदो रहेछ। यो चाहिँ नेपाली बृहत् शब्दकोशबाट लिएको हो है। लोकहितको लागि भनेको सबै लोक भनेको मानिसहरूको हितको लागि, राष्ट्रहितको लागि पनि गरिने एउटा विशिष्ट कार्य रहेछ। अनि त्यसको निम्ति कुनै कुरा छाड्ने वा त्याग्ने काम पनि रहेछ। वास्तवमा बलिदान भनेको त्याग हो रहेछ, त्याग्नु होइन, दिनु होइन, त्यसलाई छुट्याउनु वा अलग पार्नु भन्ने पनि बुझिँदो रहेछ है। र अब हामी विशेष गरेर यो गुड फ्राइडे सम्बन्धका कुराहरू केही गरौँ र गुड फ्राइडेको बारेमा यो कुराहरू हेर्दै जानेछौँ र अनि एक दुई कुराहरू हामी हेर्नेछौँ।
वास्तवमा यो ख्रिस्टको कष्टको शुक्रबार भनेर भनिन्छ है। यो कष्टको शुक्रबार भनेर यहाँ चाहिँ हामीले बुझ्दै जाने हो भने यो जर्मनी भाषाको कार्फ्रेटाइट भन्ने शब्दबाट लिएको अरे। यो यहाँ हाम्रो भाइ बहिनी पनि हुनुहुन्छ है, कार्फ्रेटाइटबाट लिएको रहेछ, जसको अर्थ कष्ट अरे, एकदमै कष्ट र पीडाले भरिएको शुक्रबार, एकदमै कष्ट र दुःखले भरिएको हुन्छ अरे। किनकि यो शुक्रबार येशू ख्रिस्टले हामी सम्पूर्ण मानव जातिलाई हाम्रो पापदेखि छुटकारा दिन हाम्रो सट्टामा दुःख, कष्ट र पीडाका साथ आफैलाई बलिदान गर्नुभयो है। अनि हामीले अघि यशाया 53 हेऱ्यौँ भने, अनि साँच्चै नै यशाया 53ले भने झैँ हामी त्यहाँ पाउँछौँ हैन। किनकि यहाँ यसरी भनेको छ, उसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्त्व नै थियो, उसको अनुहारमा हामीलाई मनपर्ने केही थिएन। ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्यो जस्तो थियो जसले देखेर मानिसहरू आफ्नो मुख फर्काउँछन् हैन। राम्रो मान्छे देख्यो भने चाहिँ मान्छेहरू आकर्षण हुन्छन्। अब घावै घाउ, चोटै चोट लागेको मान्छे देखेपछि को आकर्षण हुन्छ होला? कोही पनि आकर्षण हुँदैनन्, मुख फर्काउँछन् हैन। हामीले कस्तो मान्छेबाट मुख फर्काउँछौँ होला? चोरलाई पिटेको देखेपछि यो चोर रहेछ भनेर भन्छौँ हैन। अनि त्यसलाई पिटेर घायल बनाएका कुराहरू, आँखै निलो डाम बनाएका कुराहरू हैन, अनि अझै फटाहा गर्नेहरू, त्यस्ताहरूलाई पिट्यो भने त बडो राम्रो लाग्छ भन्ने जस्तो लाग्छ हैन। तर हामी पनि फटाहा जस्तै हौँ, हामीलाई नि मान्छेले पिट्यो भने अरू रमाउँछन् कि जस्तो लाग्छ हैन। त्यस कारणले गर्दा यो संसारमा सबै है, यसकारण त्यहाँ आकर्षण पनि थिएन, सुन्दरता पनि थिएन, र उसको अनुहारमा मनपर्ने कुरा केही पनि थिएन। यसो मनपर्ने कुरा केही भए पनि हुन्थ्यो, केही पनि थिएन हैन। यसकारण ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित भएको परिचित त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्नो मुख फर्काउँछन्। घृणित थियो र हामीले उसलाई केही मोलको गनेनौँ भनेर भने। यतिसम्म कष्ट रहेछ, पीडा छ। अझै हामीले येशू जब क्रुसमा चढाइयो त्यसपछि उहाँको कष्टदायक अवस्था त्यहाँ चाहिँ हामी देख्छौँ। आज ख्रिस्टको कष्टलाई बुझ्न पर्ने कुराहरू तपाईँ र मैले अति नै आवश्यकता छ। तपाईँ र मैले त्यस्तो दुःख त पाएन। हामी भन्छौँ मलाई यति धेरै दुःख भयो, यति धेरै कष्ट भयो, मलाई यति धेरै पीडा भयो भन्छौँ। तर वास्तवमा त्यो येशूले पाउनुभएको पीडा र कष्ट जस्तो हामीले कसैले पनि पाएका छैनौँ हैन। यति दर्दनाक, यति अवस्थाको कष्ट र पीडा थियो। यसकारण त्यो कष्ट र पीडाको सम्झना गर्दै आज संसारभरि क्रिस्चियनहरूले के गर्छन्? परमेश्वरलाई धन्यवाद दिने कुराहरू छन् हैन। धन्यवाद दिएर आफूलाई उहाँको सामने नम्र तुल्याउनु हो। यो कष्टको शुक्रबार भए तापनि यसलाई अङ्ग्रेजीमा गुड फ्राइडे भनेर भनिन्छ। असल शुक्रबार भन्ने गरेको पाइन्छ। तपाईँले यो विचार गर्नु होला कि येशू ख्रिस्ट मरेर अथवा कष्ट र पीडा भएको बेलामा कोही कष्ट र पीडा बोकेर असल भन्न सकिन्छ र सकिँदैन नि। मरेको बेलामा हाँस्नु चाहिँ राम्रो होला र हैन, मृत्युको बेलामा हाँस्नु कतिको उचित होला र। तर आज वास्तवमै भन्ने हो भने येशू क्रुसमा मर्नु भएको हो, अनि आज इसाईहरू चाहिँ असल भयो भनेर भन्छन् भने त्यो राम्रो हो र? साँच्चै नै कसरी राम्रो होला भन्ने कुरा चाहिँ बुझ्नु खाँचो छ। यसकारणले यसलाई यो असल शुक्रबार येशूले कष्ट र पीडा भोग्नु भएको कारणले शुक्रबारकै दिनमा तेस्रो पहरमा येशूलाई हैन त्यहाँ क्रुसमा झुन्ड्याएको कुरा सुसमाचारका पुस्तकहरूमा हामी पाउँछौँ। जब येशूलाई त्यो समयमा अनि उहाँले त्यो कष्ट यतिसम्म पाउनुभयो, तिर्खा लाग्यो भन्नुभयो, उहाँलाई पानीको सट्टा सिर्का दियो, उहाँलाई त्यो कष्ट यति दर्दनाक थियो, उहाँलाई ती काँटीहरूले एकदमै चोट पारियो, ती काँटीद्वारा ठोकिएर उहाँलाई झुन्ड्याइएको कुराहरूले अझै कति कष्ट पुर्याएको होला
कति दर्दनाक थियो होला उहाँको कष्ट है। यसकारण यो विचार गर्ने दिन अनि यो सबैको यो तपाईँ र मेरो पापको निम्ति हो भन्ने कुरा चाहिँ हामीले पाएका छौँ। यसकारण यो असल शुक्रबार भएको छ अनि यो शुक्रबार दिन हाम्रो कष्ट हामीले पाउनुपर्ने एउटा पापीले दण्ड पाउने कष्ट चाहिँ येशूले पाउनुभयो। यसकारण कति क्रिस्चियनहरू यसमा के गर्छन्, हाम्रो पापको दण्ड येशूले भोग्नुभयो भन्ने कुरालाई विश्वास साथ उनीहरूले स्वीकार गर्छन् र अनि उनीहरूले परमेश्वरलाई धन्यवाद दिन्छन्। नभए यो कष्ट इसाईहरूले पाउनुपर्ने क्रिस्चियनहरूको लागि यो दर्दनाक कष्ट थियो। यसकारणले गर्दाखेरि पापी मानिसहरूको लागि यो दर्दनाक कष्ट थियो अनि उहाँले पापीहरूको निम्ति यो काम गर्नुभयो है। अनि यो सम्पूर्ण मानव जातिको निम्ति यो असल दिन थियो यो, किनकि परमेश्वरको वचनले भन्छ उहाँले सबै संसारलाई प्रेम गर्नुभयो भन्ने यूहन्ना 3:16 हामीले हेर्दछौँ, त्यहाँ पाउँछौँ। यसकारणले गर्दाखेरि मानिस आफैले आफ्नो मेहनत, सम्पत्ति, शिक्षा, असल कार्य, धर्मकर्म, तीर्थयात्री आदिले पाउन नसकेको पापको क्षमा पनि र मुक्ति यस शुक्रबार येशू ख्रीष्टको बलिदानले मात्रै त्यो प्राप्त भयो। त्यो कुनै कुराले प्राप्त गर्न नसकेको कुरा चाहिँ ख्रीष्टको बलिदानद्वारा प्राप्त भएको छ अनि यो नै सारा मानव जातिको लागि असल शुक्रबार भयो। यसकारण त्यसैले यसलाई असल शुक्रबार भनेर पनि भन्ने गरिएको हो। अब मानिसले आफ्नो प्रयासले प्राप्त गर्ने नसकेको कुरा परमेश्वरले अनुग्रहले प्राप्त भयो, यही नै मानिसको निम्ति खुसीको दिन बन्यो। अनि मानिसले यति ठुलो कुरो प्राप्त गरेकोमा ऊ परमेश्वरप्रति धन्यवादी हुनैपर्छ। यसै दिन येशू ख्रीष्टले भोगेका दुःख, कष्ट र पीडा सम्झँदै परमेश्वरलाई धन्यवाद दिएर उहाँको सेवा गर्नु, येशू ख्रीष्टको क्रुसको बलिदानलाई आफ्नो निम्ति अर्थपूर्ण बनाउनु हो। र यो चाहिँ हामीले आज यो कुराहरू गर्नेछौँ। र म तपाईँहरूको अगाडि फिलिपीको पुस्तकबाट पढेँ। फिलिपी 2 अध्यायलाई हामी हेर्नेछौँ। दुईको 1 लिएर 11 पदसम्म म पढ्छु। अनि यहाँ यसरी लेखेका छन् पावलले फिलिपीका मण्डलीहरूलाई, यदि ख्रीष्टमा केही प्रोत्साहन छ भने प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही सङ्गति, केही स्नेह र सहानुभूति छ भने तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मति साथ एउटै चित्तका भएर मेरो आनन्द पुरा गर। स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले आफ्नो हित मात्र नखोज, तर अरूको हितलाई पनि हेर। तिमीहरूमा यस्तो मन होस् जो ख्रीष्ट येशूमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो। स्वरूपमा मानिस जस्तो भएर आफैलाई होछ्याउनु भयो र मृत्युसम्म अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँले त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वी मुनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। आमेन। प्रभुको वचनले हामीलाई यो भन्दछ। यो खण्ड सरसर्ती पढ्दै जाँदाखेरि यो खण्डबाट हामी एउटा कुरा पाउँछौँ, ख्रीष्टको बलिदानको बारेमा हामी पाउँछौँ है। अनि यो ख्रीष्टको बलिदानको बारेमा हेर्दै जाँदाखेरि बलिदान सजिलो कुरो होइन रहेछ। बलिदान अथवा त्याग गर्नु सजिलो कुरो होइन रहेछ है। एकजना व्यक्तिले भन्दै हुनुहुन्थ्यो अरे, जब सुरुमा तपाईँलाई मलाई एउटा के दिइन्छ, इँटा दिइन्छ, अनि त्यो इँटा चाहिँ हामी
हातमा बोक्छौँ अनि हामी सोध्छौँ अनि यो इँटा हल्का छ, म यसलाई त बोकिरहन सक्छु भन्छौँ है। अनि तपाईँले त अनि मान्छेले त्यो इँटा बोकिरहँदाखेरि के हुन्छ, त्यो इँटा बोकिरहँदाखेरि चाहिँ एकदमै हल्का छ भनेर बोकिरहन्छ। अनि आज पनि बोकेको छ, भोलि पनि बोकेको छ, पर्सि पनि बोकेको छ। थाहा छ अब के हुन्छ, त्यो इँटा बिस्तारै उसको हातमा गरुङ्गो बन्दै जान्छ। हो, गरुङ्गो सुरुमा त्यो हल्का थियो, तर बोकिराख्यो भने त्यसलाई गरुङ्गो हुँदै जान्छ। अनि उसलाई अब यो इँटा लिउँ कि फालौँ जस्तो हुन्छ। हो, यसलाई यो इँटा लिउँ कि फालौँ जस्तो हुन्छ। कहिलेकाहीँ जीवनमा यस्ता किसिमका कुराहरू आउँछन् प्रियहरू। त्याग भन्ने कुरा चाहिँ हामी गर्छौँ भनेर निकै जोसिएर अनि आउँछौँ, अनि जब त्यो जोस लिएर अगाडि बढ्दै जाँदाखेरि सेम यो इँटा बोके जस्तै हुन्छ। हो, अनि हामी एकदमै के हुन्छौँ, जोसमा भरिएका हुन्छौँ अनि गर्दै जाँदाखेरि धेरै कुराहरूले हामीलाई के गर्छ, हामीलाई आक्रमण गर्न थाल्छ अनि हामीलाई अलमल हुन थाल्छ। म किन आएछु, मैले किन थालेछु, म किन यो काम गर्न थालेँ भन्ने कुरा हुँदै अनि ढलफल हुँदै जाँदाखेरि अनि उसले एक दिन त्यो काम नसिद्ध्याइकन के गर्छ, त्यागेर हिँडिदिन्छ। क्रिस्चियन जीवन कहिलेकाहीँ यस्तै हो। धेरै मानिसहरूको जीवन स्थायित्व हुँदैन। हो, हामी आजभन्दा 1 वर्ष अगाडि पनि हामीले क्रुजको हामीले के गर्दै थियौँ, गुड फ्राइडे मानेका थियौँ। हामीले मानेका छौँ, आज पनि मान्न आएका हौँ र होइन नि। हामी गुड फ्राइडे मान्ने चलन होइन यो, होइन, यो चलन संस्कार होइन यो। अनि यो त एउटा महत्त्वपूर्ण समय हो, यसलाई गुमाउनु हुँदैन। त्यस कारणले गर्दाखेरि कहिलेकाहीँ बलिदान भन्ने कुरा, त्याग भन्ने कुरा बडा एकदमै महत्त्वपूर्ण कुरा हुँदो रहेछ। त्यस कारणले गर्दाखेरि बलिदानमा कति कुराहरू छन् यहाँ भनिएको छ। बलिदान पहिलो कुरो चाहिँ पहिला चाहिँ गर्नुहुन्छ, तपाईँ र मैले बलिदान भन्ने शब्दलाई इङ्ग्लिसमा सेक्रिफाइस भनेर पनि हामी पाउँछौँ। सेक्रिफाइस हुँदाखेरि त्यो गर्दाखेरि एकदमै के गर्नुपर्छ, धेरै कुरा त्याग गर्नुपर्छ, धेरै कुराहरूलाई त्याग गर्नुपर्छ। त्यो त्याग गर्न सकिएन भने येशू ख्रीष्टलाई यो संसारमा, जब यो संसारमा यशायाको पुस्तकमा मेरा निम्ति को जाने भनेर भन्दाखेरि यशाया अगमवक्ताबाट बोलिन्छ म जान्छु भन्ने शब्द चाहिँ सजिलो कुरो थिएन। बोल्न सजिलो होला तर गर्न सजिलो थिएन। यसकारण जब येशू ख्रीष्ट संसारमा आउनुभयो, उहाँ यो संसारमा आउँदाखेरि चाहिँ अब यो संसार सहजको संसार होइन नि। यो संसार त दुष्टको हातमा परेको संसार हो। अनि यो संसारमा दुष्टले कसरी आज संसारका मानिसहरूलाई बाँधेर राखेको छ र कष्ट दिएर राखेको छ र त्यस्तो अवस्थामा पारेको छ भन्ने कुरा परमेश्वरलाई मात्रै थाहा छ। आज ती मानिसहरूलाई पनि थाहा छैन, होइन। यसकारण यो कुरा सहन सक्छु र यो कुरालाई तोड्न सक्छु र यो कुरालाई मैले स्वतन्त्र गर्न सक्छु भनेर ख्रीष्ट येशूले निश्चय लिनुभएको, निर्णय लिनुभएको, होइन। येशू ख्रीष्ट त्यो कुरामा तयार हुनुभएको हो। यसकारण म जान्छु भन्ने कुरा उहाँको। अनि को जान्छ हाम्रा निम्ति, कसले, होइन। रोमीको पुस्तकमा पनि भनिएको छ को जान सक्छ र कसले मार्न सक्छ र कसले दिन सक्छ र, होइन। त्यो कुरा हो। बलिदानका बारेमा कुराहरू हेर्दै जाने भने उत्पत्तिको पुस्तकमा हामी अब्राहमलाई देख्छौँ। अब्राहमलाई निसन्तान भएर बसेको 100 वर्षको कुराहरू हो। 100 वर्षमा बल्ल बल्ल बुढेसकालमा पाएको एउटा छोरा हो। कति आनन्द थियो होला छोरा पाए भनेर, कति खुसी भएको होला। अनि परमेश्वरले अब्राहमलाई भन्नुहुन्छ, अब्राहम तेरो छोरालाई मेरो नाममा बलिदान दे, तेरो छोरालाई मलाई बलिदान दे भन्दाखेरि चाहिँ अब 100 वर्षपछि पाएको त्यही एउटा छोरो पनि परमेश्वरले के गर्नुहुन्छ, बलिको लागि माग्नुहुन्छ।
यहाँ एउटा महत्त्वपूर्ण कुरा के छ भने परमेश्वरले गएर हब्बालाई भन्नु भएन, परमेश्वरले अरूलाई भन्नु भएन, परमेश्वरले आदमलाई भन्नुभयो, आदम तैँले के अरे अब्राहम तैँले तेरो छोरा मेरो लागि बलिदान गर। अनि त्यो कुरो चाहिँ एकदमै महत्त्वपूर्ण थियो। सायद त्यो कुराले उनलाई भित्र चोट पनि लाग्यो होला, परमेश्वरले मलाई किन यस्तो व्यवहार गर्नुभयो होला भन्ने कुरा पनि लाग्यो होला। उनले परमेश्वरले त्यो कुराहरू मागेर मलाई के गर्न खोज्नु भएको होला पनि लाग्यो होला। तर परमेश्वरको वचनमा उनी आज्ञाकारी भए, यतिसम्म आज्ञाकारी भए, कसैलाई केही नभनिकन, छोरालाई पनि थाहा नदिकन, छोरा तिमी र म मात्रै जाउँ अथवा नोकरलाई लिएर गए, तिमी र म परमेश्वरले भन्नुभएको छ त्यहाँ बलिदान चढाउनु भनेर हामी जाउँ बलिदान चढाउन भनेर बाटोमा जाँदै थिए। छोराले भन्छ बाबा हामी त बलिदान चढाउन आएको, बलिदानको लागि खोइ त थुमा, बलिदानको लागि खोइ चढाउने कुरो भन्दाखेरि अब्राहमले त्यहाँ त्यति बेला भनेन, हामी भाइ भन्छौँ तैँ होस् नि भनेर भन्थ्यौँ होला होइन। तर अब्राहमले भनेन, बाबु परमेश्वरले जुटाउनुहुन्छ। अनि उनको त्यो एउटा विश्वास, तर उनलाई मात्रै थाहा थियो तैँ होस् थुमा भनेर, उनलाई मात्रै थाहा थियो। अनि उनले त्यो छोरालाई लिएर जान्छ। जब त्यो ठाउँ आइपुगेको हुन्छ अनि उनले त्यो मचाङ बनाउँछन् अथवा त्यो दाउराहरू थुपार्छन् र त्यो मचाङ बनाएर अब थुमालाई त्यहाँ के अरे राखेर आगो लगाएर त्यहाँ बलिदान गर्नुपर्ने समय आएको थियो। अनि उनले त्यति बेला अन्तिम अवस्थामा छोरालाई नजिक बोलाउँछन्, नजिक आइज बाबु भनेर। अनि त्यति बेला छोरालाई च्याप्प समातेर चार हात खुट्टा बाँध्छन्। त्यति बेला बल्ल छोराले बुझ्यो होला मेरो बाउ त कस्तो निष्ठुरे रहेछ। त्यो चार हात खुट्टा बाँध्दाखेरि सायद मलाई पो मार्न ल्याएको रहेछ बाउले भन्ने बेला त्यति बेला मात्रै छोराले बुझ्यो होला है। अनि त्यति बेला लगेर अब छोरालाई छुरी हानेर मार बलिदान दिन्छु भन्दाखेरि परमेश्वरले के गर्नुभयो, रोक्नुभयो। अनि परमेश्वरले रोक्नुभएका कुराहरू हामी त्यहाँ पाउँछौँ। अनि त्यसपछि अब्राहम रोक, अनि त्यसपछि मैले तेरो विश्वासलाई जाने। अनि बलिदान भनेको चाहिँ विश्वासको जाँच रहेछ प्रियहरू। बलिदान गर्नु भनेको तपाईँ र मैले पनि कुनै कुरालाई गर्छौँ भने परमेश्वरले जाँच गर्दै हुनुहुन्छ, कतिको विश्वासयोग्य छौँ है हाम्रो जीवनमा, हामी कतिसम्म विश्वासयोग्य भएर रहेका छौँ भन्ने कुराहरू। बलिदान भनेको, त्याग भनेको कुरा चाहिँ विश्वासबाट गरिने कुरा हो, अविश्वासले गर्दैन, शङ्काले गर्दैन, एकदमै त्यो दृढ विश्वासले गर्ने कुरा हो। यसकारण जब अब्राहम त्यो विश्वासमा गरे आफ्नो, अनि परमेश्वरले त्यसलाई नमार, तेरो छोरामाथि नहान, मैले त्यहाँ एउटा थुमा राखिदिएको छु। जसरी उनले बाटोमा भनेको थियो नि परमेश्वरले जुटाउनुहुन्छ। मनमा त लागेको थियो अब छोरा नै मेरो परमेश्वरले मागेको हो भन्ने कुरा त। यो घटनाले कहिलेकाहीँ मलाई पनि झकाउँछ अनि हामीलाई पनि कहिलेकाहीँ कुरा गर्छ। प्रियहरू, कहिलेकाहीँ तपाईँ र मेरो जीवनमा ठुला परीक्षा यस्तो समय आउँछ, कहिलेकाहीँ खोइ त के भएको छ, कहिलेकाहीँ जीवनमा के हुन्छ र भनेर। यस कारणले गर्दाखेरि यहाँ चाहिँ के भन्दछ भने बलिदान भन्ने कुरा चाहिँ आफ्नो हितको लागि होइन, अरूको लागि हुनुपर्ने रहेछ, अरूका लागि हुनुपर्ने कुराहरू रहेछन्। तपाईँ र मैले गरेको त्यागको कुराले, बलिदानले कसलाई फाइदा पुगेको छ? हामी त हाम्रो लागि फाइदा भयो भने जे पनि गर्न तयार छौँ। मेरो लागि फाइदा हुन्छ भने म गर्छु, तर मेरो लागि फाइदा हुँदैन भने म जाँदिनँ, म गर्दिनँ। आजकल त क्रिस्चियनहरूको सङ्गति पनि त्यस्तै हो, फाइदा हुन्छ र त्यहाँ राम्रो हुन्छ र भन्ने खालको कुराहरू छन्। त्यो राम्रो हुनको लागि र फाइदा हुनको लागि जाने कुरा होइन, तर परमेश्वरलाई मनपर्ने, दिनुपर्ने बलिदानको लागि, आराधनाको लागि, उहाँलाई गर्नुपर्ने नियमको लागि पो के अरे उहाँको लागि पो गर्छौँ त हामीले। त्यसको लागि गर्ने भनेर परमेश्वरले बोलाउनु भएको हामीलाई कसैलाई देखाउनको लागि होइन नि। यस कारणले गर्दाखेरि
हाम्रो पहिलो कुरो चाहिँ बलिदान चाहिँ एउटा पूर्ण त्याग हुनुपर्छ, सबैको हितको लागि भएको हुनुपर्छ। अनि यस्तो किसिमको आज येशू ख्रिस्ट होइन, एकजना व्यक्तिले भन्दैछे कि जब के भन्यो भने एकजना कायाफस भन्ने व्यक्ति ठुला प्रधान पुजारी थिए, अनि उनले एउटा घोषणा गरे, एकजना मर्नु सबैको लागि भलो हुन्छ, यसकारण यसलाई लगेर क्रुसमा टाँगिदेऊ, यसलाई लगेर क्रुसमा टाँगिदेऊ हो। अनि येशूलाई लगेर क्रुसमा टाँगेर सबैको भलो हुन्छ भन्ने कुरा चाहिँ उनीबाट पनि बोलियो। यसकारण येशू ख्रिस्ट सबैको लागि, हितको लागि अथवा भलाइको लागि, उद्धारको लागि, सबैको लागि उहाँ आउनुभएको हो होइन। सबैको लागि उहाँले क्रुसमा के गर्नुभयो, टाँगिनु भएको। उहाँ आफै परमेश्वर हुनुहुन्थ्यो, आफ्नो लागि किन गर्नु पर्यो र होइन। तर उहाँ सबैको लागि, सबै जातिहरूको लागि उहाँले के गर्नुभयो, बलि गर्नुभयो, यस्तो किसिमको त्याग गर्नुभयो। अनि आजसम्म यस्तो किसिमको त्याग गर्ने ईश्वर को छ? यस्तो किसिमको मानिसहरूको लागि हित गर्ने ईश्वर को छ? मैले धेरै हिन्दूहरूका देवी देवताहरू, बुद्धिस्टहरूका, गौतम बुद्धका बारेमा पनि पढेँ। आफ्नो स्वार्थको लागि गरेका कुराहरू मात्रै छन्, नाम र इज्जतको लागि, कमाउनको लागि, त्यो कुराको लागि मात्र छ, अरूको लागि गरेको छैन। तर येशू ख्रिस्ट त्यो परमेश्वर हुनुहुन्छ जसले सबै जगतको लागि, हितको लागि उहाँ मर्नु भएको। यसैले शुक्रबार हो, आजको शुक्रबार, आज येशू ख्रिस्ट आजको दिनमा उहाँ जो बलि हुनुभएको थियो, यो सबैको हितको लागि, सबैको लागि एउटा महत्त्वपूर्ण कुरा थियो। यसकारण येशू ख्रिस्टको क्रुसको बलिदान कहिले बिर्सनु हुँदैन प्रियहरू। हामीले यसकारण क्रुसलाई बोक्नु होइन कि दुःखलाई बोक्नु हो, कष्टलाई बोक्नु हो, सहनु रहेछ। अर्को कुरो चाहिँ यहाँ भनिएको छ, परमेश्वरको स्वरूप भएर पनि उहाँले चाहिँ के गर्नु भएन, एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन, आफैलाई रित्याउनु भयो, रित्याउनु, खाली गर्नु होइन, त्यस्तो गर्नुभयो। त्यस कारणले गर्दाखेरि बलिदान चाहिँ साँच्चै नै प्रियहरू रित्याउनु रहेछ, त्यो खन्याउनु रहेछ। हामी त अलिकति मेरो केही गुम्यो भने त अहिले म छटपटिन्छु होइन, मेरो केही गुमिहाल्यो भने, मेरो केही कुरा गइहाल्यो भने मैले चाहिँ सहन सक्दिनँ हो, सहनै सक्दिनँ। कतिचोटि धेरै कुराहरू हाम्रो गुमाउने कुराहरूमा। यसकारण बलिदान भनेको कुरो चाहिँ सहनशील रहेछ, सहनता रहेछ, धैर्यता रहेछ। बलिदान गर्नलाई तपाईँमा सहनशीलता हुनु जरुर छ। तपाईँ र मेरो जिम्मेवार, तपाईँ र मैले उहाँमा विश्वास गर्दछौँ भने अब उहाँले भने सहनशीलतामा होइन। यसकारण कति वचनमा भनेको छ, पर्ख है भन्नुभएको छ। प्रभुले हामीलाई अहिलेसम्म पर्ख भनेर भन्नुभएको छ। नभए यसो त्यो आज बलिदान भएर, पुनरुत्थान भएर अर्को दिनमा उहाँले आफ्नो राज्य कायम गरेको भए पनि सिद्धि जान्थ्यो होला नि त होइन। तर प्रभुले पर्ख भन्नुभएको छ। अनि आज पर्खँदैछौँ हामी। अनि आजको संसारले, त्यो समयदेखि लिएर अहिलेसम्म संसारले पर्खिरहेको छ होइन। अनि एउटा सहनु अथवा धैर्यता गर्नु होइन, एउटा महत्त्वपूर्ण रहेछ प्रियहरू। यसकारण बलिदान एकदमै महत्त्वपूर्ण। बलिदानमा अर्को कुरो चाहिँ के हुनुपर्ने रहेछ भने होचिनु पर्ने रहेछ। होचिन त म खोज्दिनँ, मलाई कसैले होच्यायो भने मलाई छुट्यायो, मलाई अपमान गर्यो भन्ने कुरा होइन, मलाई भेदभाव गर्यो, मलाई वास्ता गरेन, मलाई नै। तर वास्तवमा होचिन सक्नुपर्ने रहेछ। जब हामी होचिन्छौँ तब मात्र उठाइन्छौँ। वचनले यो भन्दछ। तर संसारमा होचिनु भनेको के हो? कमजोर हो, कायर हो। होचिनु भनेको चाहिँ यस्ता पनि मान्छे हुन्छन् भनेर भन्छ होइन। सहन नसक्नु, होचिन नखोज्नु होइन, अहङ्कार देखाउनु, घमण्ड देखाउनु, उसको चाहिँ पोजिसन अरे होइन। परमेश्वरको
बाट आउने त्यो होचिनु, जति तपाईँ होचिन सक्नुहुन्छ नि तपाईँले त्यति जित्नुहुन्छ। तपाईँ होचिन सक्नु भएन भने तपाईँ हार्नुहुन्छ। घमण्डले हराउँछ। बाइबलले भन्दछ घमण्ड त जब डरलाग्दो हुन्छ, घमण्डले हामीलाई भित्रैभित्र सखाप पार्छ। तर जब होचिँदै जान्छौँ नि हामी जित्दै जान्छौँ। जो होचिन्छ, यसकारण बाइबलले भन्छ धन्य नम्र हुनेहरू तिनीहरूले विजय पाउनेछन्, तिनीहरूले अधिकार पाउनेछन्। अधिकार पाउने हो भने तपाईँले घमण्ड देखाएर होइन। हो, आज हाम्रो देशमै भइरहेको छ नि अहङ्कार है। हामीसँग यति बहुमत छ, यस्तो छ उस्तो छ भन्नेहरूको अहङ्कारहरू बोलीले पनि हुँदो रहेनछ होइन, सेवाले पनि हुँदो रहेनछ। तर एउटा के हुनुपर्ने रहेछ, सहनशीलता हुनुपर्ने रहेछ, धैर्यता हुनुपर्ने रहेछ। यसकारण सबैभन्दा महत्त्वपूर्ण कुरा होचिन सिक्नुपर्छ। अनि यहाँ प्रभु होचिनु भएको आज्ञाकारी भएर परमेश्वरको उहाँले जुन आज्ञा लिएर आउनुभयो अनि मानव जातिहरूको लागि त्यो आज्ञाकारी भएर उहाँ अन्तसम्मै मृत्युसम्मै आजको दिन ख्रिस्टको मानवीय शरीरमा उहाँको अन्तिम दिन हो है। अनि त्यो अन्तिम दिनमा चाहिँ उहाँले के गर्नु भएन, अन्तिम दिनसम्म कसैलाई आफ्नो घमण्ड देखाउनु भएन। उहाँले आजको दिन झन् महत्त्वपूर्ण दिन क्रुसमा उहाँ बोल्नुभयो, भन्नुभयो हे पिता यिनीहरूले के गरेका छन् यिनीहरूलाई क्षमा गर्नुहोस्। घमण्ड गरेको भए त यिनीहरूलाई खत्तम पारिदिनुहोस्, यिनीहरूलाई नष्ट पारिदिनुहोस्, यिनीहरूलाई सिद्ध्याउनुहोस् होइन। घमण्ड गरेको भए तरबार निकालेर पत्रुसले हान्दाखेरि त्यति बेला नि प्रभुले भन्नुहुन्थ्यो म पनि सखाप पारिदिन्छु। तर प्रभुले भन्नु भएन, म्यानमाल म लडाइँ गर्न आएको होइन, म झगडा गर्न आएको होइन, म मिलाप र जीवन दिन आएको हुँ। प्रभु येशू जीवन दिन आउनुभएको हो। यसकारण उहाँलाई, यसकारण तपाईँ र मैले जब होचिन्छौँ, जब हामी झुक्छौँ नुक्छौँ होइन, भनिन्छ नि फलेको बोट झुक्छ अरे होइन, पसाएको केरा पनि जब पाक्दै जानुपर्छ त्यो झुक्नुपर्छ अरे, नुङ्नुपर्छ अरे। नम्रता भएको कुराहरू एकदमै हम्बल, एकदमै त्यो के हुन्छ, त्यो झुक्दै जान्छ। अनि त्यो गयो भने त्यसले पछि के हुन्छ, मिठो फल दिन्छ हो। तर कडा हुने कहिल्यै फल दिन सक्दैन, याद गर्नुहोस्। कडा हुनेहरूको फल कहिल्यै राम्रो हुँदैन। यसकारण अन्तसम्म यहाँ चाहिँ त्यो छ। अनि अन्तमा चाहिँ यस्तो किसिमको बलिदानको परिणामले के ल्याउँछ, हरेकलाई घुँडा टेकाउँछ, हरेकलाई एउटा बाध्यता बनाउँछ। प्रियहरू, जब तपाईँ र मैले यस्तो किसिमको बलिदान गर्छौँ अनि प्रभु येशूको बलिदान यस्तो महत्त्वपूर्ण बलिदान आजसम्म कसैले गर्ने, यसकारण संसारका मानिसहरू उहाँको अगाडि झुक्न बाध्य छन्। संसारका जातिहरू जस्तै मै हुँ भन्ने जातिहरू पनि होइन, आज नागाल्यान्ड जस्ता नागाहरू होइन, अफ्रिकन जस्ता कालाहरू होइन, अमेरिकन जस्ता गोराहरू, जस्तासुकै चिज तिनीहरू त ख्रिस्टमा झुकेका छन् नि, र पो उनीहरू चाहिँ उचालिएका छन्। जो ख्रिस्टमा झुक्छ उनीहरू उचालिन्छन्। अनि प्रभुले भने म तिमीहरूलाई उचाल्नेछु। प्रभुले उचाल्नुहुन्छ। प्रियहरू, तपाईँ र म प्रभुमा जब झुक्छौँ नि, आफैलाई विनम्रता साथ उहाँमा दिन्छौँ अनि उहाँले हामीलाई उचाल्नुहुन्छ। अनि उहाँ हामीलाई उचाल्नकै लागि उहाँ होचिनु भएको हो, उहाँ मारिनु भएको हो, उहाँ त्यो उसको लागि आउनुभएको हो। यसकारण त्यो बलिदानले विशेष गरेर ख्रिस्ट येशूको बलिदानमा विशेष गरेर 5 किसिमका चोटहरू थिए अरे। प्रियहरू, 5 किसिमका चोटहरू म यो तपाईँहरूको अगाडि भन्न गइराखेको छु। एउटा चाहिँ नीलडामहरू थिए। त्यो नीलडाम चाहिँ पिटेका होइन, ड्याम पिट्यो भने हामीले पनि नानीहरूलाई पिट्यौँ भने होइन, कहिलेकाहीँ पिट्नुहुन्छ नि नानीहरूलाई, तिमीहरू यहाँ निलै गरेर है कस्तो दुष्ट रहेछन्, कस्तो रुष्ट रहेछन् है, यति ऊ भएर पनि पिटेछन् नानीलाई भन्ने हुन्छ नि, नीलडाम भएर। येशूलाई यस्तो नीलडाम गरेर पिटिएको हो उहाँलाई। अनि त्यति बेला ती पुजारीले के अरे ती न्यायाधीशले पनि म तिमीहरूलाई येशूलाई कोर्रा लगाएर छोडिदिन्छु पनि भनेका हुन् होइन। यसकारण डन्डीले प्रहार गर्दा लागेको चोट अरे, डन्डीले होइन।
आज यस्तो किसिमको नीलडाम भनेको भित्र एउटा प्रकट हुन नसक्ने, बाहिर आउन नसक्ने, निलो भएर बस्नु, बोल्न नसक्ने त्यस्ता भएर बसेका छौँ हामी। हाम्रो जीवनमा पनि यस्ता किसिमका नीलडामहरू भएका छन् भने प्रभुले त्यो चोट पनि निको पार्दै हुनुहुन्छ, किनकि उहाँले त्यो चोट लिँदै हुनुहुन्छ। अर्को चाहिँ छिया छिया पारेको चोट है, छिया छिया। त्यो क्रुसमा उहाँलाई लानुभन्दा अगाडि 40 कोर्रा हानिएको थियो। अनि कोर्राको बारेमा कुरा गर्ने हो भने कोर्रा चाहिँ डरलाग्दो, त्यो घोडालाई हिर्काउने हामीले सोच्यौँ भने साधारण हिसाबले चाबुक भनिन्छ। त्यो घोडालाई स्वाट स्वाट हिर्काउने चाबुक। कहिलेकाहीँ हाम्रो नानी, हामीले चाहिँ कहिलेकाहीँ पेटी प्रयोग गरेर हिर्काउँछौँ कसैलाई होइन, अथवा नानीहरूलाई अथवा कसैलाई हिर्कायौँ भने त्यो डरलाग्दो त्यो। तर त्यसमा चाहिँ काँटी अथवा त्यो बल्छीमा माछाको हुक जस्तो डरलाग्दा फलामका काँटीहरू हुन्थे। अनि ती चोटहरू त्यो छर्राले मासु लुछेर शरीर चाहिँ पुरा छिया छिया भएको हुन्थ्यो। यसै कारणले उहाँको शरीर हेर्न लायकको थिएन, कुनै रूपको थिएन नि त। यहाँ पुरा पिटेर पुरा नीलडाम भइसकेको छ, त्यहीँ माथि कोर्रा लगाएर मासु चाहिँ पुरा निकालिएको जस्तो यस्तो अवस्थाको चोटहरू है, छिया छिया पार्ने चोटहरू कसै कसैको जीवनमा। आज तपाईँ र मेरो जीवनबाट कसै कसैलाई हाम्रो बोली वचनले छिया छिया बनाउन सक्छौँ प्रियहरू। कसैलाई हामीले घोच्न सक्छौँ, छिया छिया पार्न सक्छौँ। यदि त्यस्तो छ भने प्रभुलाई भनौँ, प्रभु माफ गर्नुहोस् भनेर। प्रभुले त्यो चोट निको पार्नुहुन्छ। कसैबाट तपाईँले त्यस्तो छिया छिया परेको छ भने प्रभुलाई भन्नुहोस्, क्षमा गर्नुहोस् भनेर भन्नुहोस्। प्रभुले तपाईँ र मलाई क्षमा दिनुहुन्छ। अर्को चाहिँ तेस्रो चाहिँ तिखोसँग घोच्ने वा छेड्ने चोटहरू, तिखोसँग है, एकदमै तिखोसँग। अनि यो चोट चाहिँ के को चोट थियो भने काँटीको चोट थियो है। हातमा काँटी, यहाँ दुईटा हातमा यहाँ काँटी ठोकिएको थियो। त्यो काँटी यहाँनिर ठोकिएको, कसैले यहाँ लिएर देखाएको छ, तर यहाँ ठोकेपछि त्यो हात चाहिँ यहाँ ठोक्यो भने च्यातिएर जान्थ्यो र झर्थ्यो अरे होइन, च्यातिएर जान्थ्यो अरे। त्यस कारणले गर्दाखेरि यहाँ गयो भने यसले यहाँ छाम्छ अरे, यस्तो क्रुसमा चुनिँदाखेरि। अनि त्यो अनि येशू क्रुसमा टाँगिँदाखेरि मर्नु भएको थिएन होइन। तर कतिजनालाई त्यसरी दिएको दण्ड चाहिँ तिनीहरू मर्थे त्यतिखेर नै, नमरे त्यतिखेर घाम अस्ताउनु अगाडि नै उनीहरूलाई खुट्टा भाँचेर भए पनि मारिन्थ्यो। तर प्रभु येशूलाई त्यसरी खुट्टा भाँचेर मार्नु परेन। तर यस कारणले चोट, काँटीका चोटहरू त्यहाँ र अनि खुट्टामा काँटीका यस्ता डरलाग्दा काँटी थिए। अनि तिनलाई ती चोटहरू हानिएको थियो प्रियहरू, भित्रैसँग ती चोटहरूले। अनि त्यो पनि नसामा पर्ने गरेर हानिएको थियो। अनि त्यो नसामा परेको चोटले भित्रबाट जिरिङ जिरिङ बनाउने र भित्रैदेखि कष्ट बनाउने चोट थियो। त्यो एकदमै डरलाग्दो चोट थियो। अनि त्यस्तो त्यो काँटीको चोट, त्यो डरलाग्दो चोट थियो। मैले आजको कुरो पनि तपाईँलाई भने, आज तपाईँलाई पनि यस्तो भित्रसम्म परेको पीडा र चोट छ भने प्रभुले आज त्यो चोट पनि तपाईँको लागि त्यहीँ लिनुभएको छ। तपाईँलाई त्यो भित्रको चोटलाई निकालिदिनु भएको छ। अनि अन्तिम अर्को चौथो कुरो चाहिँ यस्तो चोट थियो, त्यो गहिरो चोट थियो, एकदमै गहिरो चोट थियो है। मैले फिल्ममा खेल्ने मान्छेहरूलाई यहाँ काटेको एकदमै क्या त्यो खुकुरीले हानेको धार यस्तो दुई फाग भएको देखेको थिएँ। अनि के रहेछ भनेको त उनीहरूले त त्यसलाई एउटा पिठो मुछेर टक्क लागेर खुकुरीको धार जस्तो मासु काटेको जस्तो बनाउँदो रहेछन् होइन। अनि हामी वाह कस्तो चोट लाग्यो भनेर है हामी हेर्नेहरू भावुक भएर हेर्छौँ, ओहो वाह यस्तो भन्ने कुरा हो। त्यो चाहिँ नक्कलीहरू रहेछ क्या। तर प्रभुले पाएको चोट चाहिँ नक्कली होइन है, सक्कली नै हो। प्रभुले पाएको चोट डरलाग्दो थियो, दर्दनाक थियो। अनि त्यो चाहिँ काँडाको मुकुट लगाइएको थियो है। त्यो काँडाको मुकुट पनि एकदमै डरलाग्दो काँडा, जसले भित्र घोच्न सकोस्
त्यो डरलाग्दो त्यो भित्र पुरै घोचेर त्यस्तो किसिमको भित्रै त्यस्तो गहिरो बनाउने चोट थियो त्यो चाहिँ। अनि आज तपाईँ र मेरो जीवनमा पनि यस्तो गहिरो चोट परेको छ भने प्रभुले भने उहाँको चोटद्वारा तिमीहरू निको भएका छौ भन्दाखेरि यो बलिदानद्वारा त्यो चोट तपाईँ र मेरो निम्ति उहाँले लिनुभएको छ है प्रियहरू। अनि अर्को चोट, अन्तिम चोट छ, त्यो चाहिँ भित्रै मुटु छेड्ने चोट हो। त्यो एकदमै डरलाग्दो चोट हो, त्यो ठ्याक्कै मुटु घुस्ने। अनि त्यो हो भालाको चोट। यसुलाई लास्टमा गएर भालाले रोपिएको थियो है। अनि त्यो चोट मुटुमै गएको थियो, सहन नसक्ने पीडामा सबैभन्दा दर्दनाक यस्तो किसिमको चोट। यसकारण यो बलिदानले के भनेको छ, उहाँको चोटद्वारा तिमीहरू के भयो, निको भयो। प्रियहरू, आज तपाईँ र मैले यस्ता किसिमका चोटहरू पाएका छौँ भने हामीले आज काँडाको मुकुट त नलगाएका हुँला, काँटी नठोकिएका हुँला होइन, हामीलाई भालाले नरोपिएको होला, हामीलाई विशेष निलडाम गरेर नहानिएको होला। तर एउटा भनिन्छ नि, पिट बरु लठीले कति पिट्छौ सहन्छु तर वचनले नपिट भन्ने त सुन्नुभएको छ होइन। कहिलेकाहीँ त्यस्ता चोटहरू तपाईँ र ममा आउँछन् र तपाईँ र म सहन नसक्ने हुन्छौँ। अनि हामी भन्छौँ आज योसँग म बोल्दिनँ, आज म यसलाई म यो कुरा गर्दिनँ, आज म योसँग यो कुरा देख्दिनँ भन्ने खालका कुराहरू आउँछन् नि होइन। तब तपाईँ र मैले भन्छौँ ती कुराहरू भन्छौँ, तर परमेश्वर भन्नुहुन्छ यी सबै चोटहरू प्रभुले तपाईँको क्रुसमा लगेर लिइदिनु भएको छ र यी चोटहरूद्वारा हामीले निको भएका छौँ। यसकारण यी चोटहरूद्वारा प्रभुले हामीलाई निको बनाउनु भएको छ। यसकारण म पहिलो पत्रुसको पुस्तकबाट यहाँ राख्छु। यहाँ यसरी भनिएको छ, यहाँ यसरी लेखिएको छ, पहिलो पत्रुस 2:23मा उहाँ यसरी भनिएको छ। हामी यो हेरौँ 21बाट हेरौँ है हामी। किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ, ख्रिस्टले पनि तिमीहरूको निम्ति कष्ट भोग्नुभयो अनि तिमीहरूको लागि एउटा उदाहरण छोडी जानुभयो र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ। उहाँले कुनै पाप गर्नु भएन र उहाँको मुखमा कुनै छलको कुरा पाइएन। तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नु भएन, दुःख भोग्नु हुँदा उहाँले धम्की दिनु भएन, तर उचित न्याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्नुभयो। हामी पापको लेखी मरेर धार्मिकताको लेखी जिउँ भनी उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो र उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो। आमेन। तपाईँले यो कुरालाई तपाईँ र मैले याद गर्नुपर्दछ, उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो। अनि आज तपाईँ र मैले एउटा कुरा याद गरौँ, तपाईँलाई केही चोट लागेको छ, तपाईँको हृदयमा त्यस्ता पीडाहरू छन्, तपाईँका जीवनमा त्यस्ता कुराहरू लुकेर बसेका छन् भने प्रियहरू नबोक्नुहोस् है। प्रभु तपाईँलाई ती पीडाबाट छुटकारा दिन तपाईँको पीडाभन्दा पनि पीडादायक भएर उहाँले क्रुसमा आज चोट लिनुभएको छ र उहाँले भन्नुभएको छ, छोरा छोरी तिमीलाई क्षमा भएका छन्, तिमीलाई निको बनाएको छु, तिमीलाई मैले राम्रो बनाएको छु, अब पीर नगर, अब फिक्री नगर, अब चिन्ता नगर, अब मैले तिमीलाई त्यहाँबाट अलग्याएको छु, तिमीलाई मैले अब आफ्नो बनाएको छु, तिमीलाई अब मेरो बनाएको छु होइन। येशूले यसरी तपाईँ र मलाई अलग्याउनु भएको छ, यसरी तपाईँ र मलाई बनाउनु भएको छ। यसकारण ख्रिस्टको निम्ति हामीले आज यो कुरालाई हेऱ्यौँ भने आज तपाईँ र म यी कुराबाट, चोटहरूबाट हामी निको भएका हुन्छौँ र हामी अब भित्र गढेका कुराहरूलाई बाहिर फाल्नुपर्छ। यसकारण बाइबलले भन्दछ कि फाल, निकाल, तिमीहरूको हृदयबाट निकाल होइन, त्यो लिइराखेर काम छैन अरे होइन।
हाम्रो जीवन भोलि के हुने हो कसो हुने हो हामीलाई थाहा छैन अनि त्यो बोकेर हामी गयौँ भने त के प्रभुले भने हेर मैले तँलाई भनिसकेको थिएँ नि खै त तेरो जीवनमा त्यो कुरा लिएको भन्नुहुन्छ। यसकारण आज तपाईँ र मैले बाइबलले भन्दछ घाम अस्ताउन अगाडि तिमीहरूको रिस मरोस् भने जस्तै हाम्रो जीवन अस्ताउन अगाडि हाम्रा चोट पीडाहरू सबै कुराहरू आजदेखि मेरा पीडाहरू येशूले बोक्नुभयो भन्ने कुरा तपाईँले यो कुरालाई लिनुहोस् र तपाईँलाई प्रभुले भन्नुहुन्छ मैले तिमीलाई विजय तुल्याएको छु अनि प्रभुले यो कुरा विजय तुल्याउनु भएको छ। प्रभुले आशिष दिउन्। आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ र आज